निरन्तर गरिरहेका छौँ भने अबको सोच्नुपर्ने बेला आएको छ। नेपाली नागरिकले अब एकचोटि फेरि पनि मैले पटक पटक बोल्दै आएको शब्द पार्टीभन्दा माथि देश, राजनीतिक झन्डाभन्दा माथि राष्ट्रको झन्डा, राजनीतिक लोगोभन्दा माथि नेपालको राष्ट्रिय झन्डाको लोगो सोचेर हिँड्नुपर्ने बेला आएको छ। युवा पुस्ताले विशेष गरी अबको दिनमा विभिन्न विचारधारा र विभिन्न सोच राखेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ र नेपालको यो अवस्थामा राजनैतिक चेतना, राजनैतिक सोचलाई एक किसिमको स्थापित गर्नुपर्ने अवस्था आइरहेको छ। यति बेला हाम्रो साथमा संवादको लागि आउनुभएको छ पत्रकार तिलक पौडेल, नेपाली रेडियो नेटवर्कका पत्रकार तिलक पौडेल सर यति बेला हाम्रो साथमा संवादको लागि आउनुभएको छ। यहाँलाई स्वागत छ। नमस्कार। नमस्ते गौरवजी। आरामै हुनुहुन्छ? ठिक छ। तपाईँलाई यो 100 आवर म्याराथन टक सोको सफलताको सबैभन्दा सुरुमा शुभकामना पनि दिन्छु। धन्यवाद। यो गौरव पौडेलको मात्रै कुरा नभएर यो सिङ्गो नेपाल र नेपालीले इतिहास रच्ने समय हो। तपाईँले करिब 50 घण्टा नागिसक्यो। यो अवधि मजाले पार गर्नुभयो। जस्ताको तस्तै तपाईँको सुरुवाती पहिलो घण्टा जस्तो थियो, त्यस्तै देखिरहँदाखेरि मलाई अत्यन्तै खुसी लाग्यो। म विश्वस्त छु गौरव पौडेलले 100 घण्टा मात्रै होइन, त्यसभन्दा माथिसम्म पनि यो म्याराथन पार गरेर गौरवले नेपाललाई थप गौरवको शिखरमा पुर्याउन पक्कै पनि विश्वस्त हुनुहुनेछ भन्नेमा विश्वस्त छु म। तपाईँले यो कुरा गर्दै गर्दाखेरि चाहिँ एकदमै धेरै धन्यवाद भन्न पनि चाहन्छु र विशेष गरी हामीले पनि सोचेको त्यही हो। जस्तो तपाईँले भन्नुभयो गौरव पौडेलको मात्रै होइन, यो सम्पूर्ण 3 करोड नेपाली जनताको आवाज हो र यो टाइटलको लागि मात्रै म्याराथन नभएर मैले सुरुवातदेखि नै बोल्दै आएको कुरा र यो कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडिदेखि सामाजिक सञ्जाल र प्रत्यक्ष भेट्ने व्यक्तिहरूसँग पनि बोल्दै आएको कुरा चाहिँ यो कार्यक्रम म्याराथनको टाइटलको लागि मात्रै नभएर सर्वपक्षीय वार्ताको लागि पनि हो। देशका विभिन्न क्षेत्रका विभिन्न वर्गका व्यक्तित्वहरूसँग हामीले निरन्तर संवाद गरिरहेका छौँ। देशको राजनीतिक निकास के हो हामीले कलाकारसँग सोधिरहेका छौँ, पत्रकारसँग सोधिरहेका छौँ, राजनीतिज्ञसँग सोधिरहेका छौँ, समाजसेवीसँग सोधिरहेका छौँ, जेन्जीहरूसँग सोधिरहेका छौँ, जेन्जीका अगुवाहरूसँग सोधिरहेका छौँ, लगायत विभिन्न व्यक्तित्वहरूसँग अब देशको निकास के हो, देशमा आज अनिर्णयको बन्दी भन्दै गइरहेको छ, देशमा आज राजनीतिक अस्थिरताको अवस्था छ, युवा पुस्तामा विचलनको अवस्था छ, जुन किसिमको अहिले के हुने, भरे के हुने, भोलि के हुने भन्ने जुन यो जौजगी र छटपटीको अवस्था छ, बेलुका सुत्दै गर्दा बिहान उठ्दा नेपालको अवस्था के बन्ने भन्ने थाहा नभएको अवस्था छ र विशेष गरी नेपाल एउटा शान्ति भूमि, बुद्धको भूमि भन्दै गर्दा देशमा अशान्ति मचिएको यो अवस्था छ। अब हामीले देशको लागि चाहिँ केही न केही, मैले सुरुवातदेखि नै भन्दै आएको, अहिले पनि त्यही नै भन्छु, देशको लागि 0.0001% भए पनि केही हामीले सकारात्मक पहल कदमी अगाडि बढाउन सक्छौँ र चाल्न सक्छौँ भन्ने एउटा हुचुटी बोकेर अगाडि बढेका थियौँ। र म मात्रै होइन, गौरव पौडेल मात्रै होइन, गौरव पौडेलको पछाडि उभिएका दर्जनौँ सयौँ गौरव पौडेलहरू, यहाँ क्यामेरामा उभिएका गौरव पौडेल, यहाँ हातमा कलम बोकेर उभिएका गौरव पौडेल, यहाँ सबै जुन मेरो पछाडि बसेका मेरा दाजुहरू, मेरा साथीहरू, मेरो क्र्यु मेम्बर दिदीबहिनीहरू सबैजनाले जुन साथ समर्थन हौसला दिँदै र जुन तपाईँ पनि आउनुभयो, जसरी आएर जोडिएर हामीसँग कुराकानी गरिनु भएको छ, पक्कै पनि हौसला दिन नै आउनुभएको भन्ने पक्कै पनि यस्तो हुन्छ। गौरवजी कस्तो छ यो भने तपाईँले देश परिवेशको कुरा, सबै अहिलेको यो माहौल होइन, त्यसपछि अहिले जुन देश विषम परिस्थितिमा रहिरहेको छ, यो विषम परिस्थितिबाट निकास दिनका लागि तपाईँ हामी जस्तो एउटा पब्लिक पर्सनहरू, सामाजिक व्यक्तिहरू, मिडियादेखि सञ्चार जगतको धेरै ठुलो भूमिका छ यसमा। अहिलेको देश यो परिस्थितिमा आउनमा पनि तपाईँ हाम्रो पनि कहीँ कतै कमजोरी हुनसक्छ, किनभने हुनसक्छ मात्रै नभएर हो नै भन्छु म। किनभने समयमा पुराना राजनीतिक दलहरूलाई अथवा भनौँ पुराना शीर्ष राजनीतिक दलका नेताहरूलाई अथवा सामाजिक व्यक्तिहरूलाई हरेक तह तबकासँग जोडिने एकमात्र निकाय कोही हो भने पत्रकारिता क्षेत्र हो। तपाईँ हामीहरू त्यो क्षेत्रमा पुग्दै गर्दा कति खबरदारी गऱ्यौँ, कति चाहिँ हामीले त्यसलाई चाहिँ प्रोत्साहन गऱ्यौँ होइन, कति त्यसबाट चाहिँ हामीले सहयोग गरायौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण पाटो हुन्छ। खबरदारी गर्दा कहाँ चुक्यौँ हो, हामी सबैभन्दा मेन यो पक्षमा हेर्दै गर्दाखेरि देश जुन गतिमा अगाडि बढ्नुपर्ने थियो, जहाँ पुग्नुपर्ने थियो, त्यसबाट जुन अहिलेको अवस्थामा आइरहेको छ, यसमा तपाईँ हाम्रो खबरदारीता नै सबैभन्दा मुख्य कुरा हो। हामीले खबरदारीता सही ठाउँमा पुर्याउन नसक्दै गर्दा यो अवस्थामा आएको। बुद्धको भूमि, शान्तिको भूमि आज अशान्तिको माहौल बनिरहेको छ देशमा। पुराना राजनीतिक दल जबकि सदियौँदेखि देशलाई निकास दिन्छन् अपेक्षा गर्दै गर्दै यहाँसम्म आइरहँदै गर्दा तिनै राजनीतिक दलका क्रियाकलापले नै देशलाई अहिले यो अवस्थामा ल्यायो। यो अवस्थामा ल्याउँदै गर्दाखेरि कतै त्यसमा हामी पो चुक्यौँ कि आम सर्वसाधारण पो चुक्यो कि, कतै निर्वाचनको माहौलमा, निर्वाचनको क्रममा, मतदान गर्ने क्रममा हामीहरू चुक्यौँ कि, सर्वपक्षीय रूपमा नेपाली जनता चुक्यौँ हो। यो बाटोलाई चाहिँ सबैभन्दा पहिला हामीले बुझ्न जरुरी छ। देश यो ठाउँमा आउँदै गर्दा अहिले जेन्जी आन्दोलनले जुन एक प्रकारको उथलपुथल ल्यायो, जुन तत्कालीन सरकारलाई नै बहिर्गमनमा पारेर अहिले अन्तरिम सरकार बन्नुपर्ने अवस्था आयो। अन्तरिम सरकारले आगामी फागुन 21 गतेका लागि निर्वाचनको मिति तय गरेर अगाडि बढिरहेको छ। तर यिनै राजनीतिक दलहरूले अझै पनि चेत खोलिसकेको देखिँदैन। सीमित दलहरू बाहेक अरूलाई अझै पनि चेत खोलेको देखिँदैन। तिनै दलहरूका नेता कार्यकर्ताहरू पनि अझै पनि यो अहिलेको परिस्थिति आउनुमा जेन्जीलाई दोष लगाइरहेका छन्।
वर्तमान परिस्थितिलाई दोष लगाइरहेका छन्। त्यो निर्वाचन हुनै हुँदैन भन्ने एङ्गलमा पनि हिँडिरहेका छन्। तर त्यो निर्वाचन भए पनि आफ्नो पक्षमा पार्नुपर्छ भन्नेमा पनि हिँडिरहेका छन्। के अझै पनि अब यो अहिलेको विषम परिस्थितिबाट देशलाई निकास दिने विकल्प निर्वाचन बाहेक अरू हुन सक्छ? कुनै पनि हालतमा हुन सक्दैन। म हरेक दिन रेडियो टेलिभिजनबाट म कराउँदै गर्दा नेपाली रेडियो नेटवर्क मार्फत म देशैभरि 300-400 रेडियोहरूबाट एकैसाथ समाचार प्रसारण गर्दै गर्दा मसँग र मेरो आवाजसँग ठोकिने धेरैभन्दा धेरै आम श्रोताहरू हुनुहुन्छ। टेलिभिजनबाट हेर्दै गर्दाखेरि मलाई हेर्ने हजारौँ लाखौँ दर्शकहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ निर्वाचन के हो त? के निर्वाचनको विकल्प चाहिँ के हुन सक्छ त? त्यसो भएदेखि के अब फेरि पुनः संसद बिउताएर कुनै पुरानै नेतृत्वलाई ल्याएर देशको जिम्मा लगाउँदै गर्दा देशले निकास पाउँछ? देशले निकास पाउँथ्यो भने अहिलेसम्म पाइसक्थ्यो। अब निर्वाचनको कुनै पनि हालतमा विकल्प छैन। जुनसुकै हालतमा निर्वाचन तोकिएकै समयमा स्वच्छ निष्पक्ष भएरै वातावरणमा सम्पन्न गर्नुपर्छ। त्यसका लागि जुन कुनै दलहरू पनि आउनुपर्छ र त्यसको लागि वातावरण बनाउनु भने सरकार चुक्नु हुँदैन। अहिले जेनजीले खोजेको के थियो? देशमा भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ। त्यसको अहिलेको परिस्थिति तर ठिक विपरीत छ। कुशासन बढ्दो छ, भ्रष्टाचार मौलाउँदो छ। यसलाई नियन्त्रणका लागि जति अपेक्षा हामीहरूले गरिरहेका थियौँ वर्तमान अन्तरिम सरकारबाट, तर त्यो पनि अहिलेसम्म हामीले देखेका छैनौँ। केही त होला, एक तहसम्म त जाला भन्ने सोचेका थियौँ जबकि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा हामीले अन्तरिम सरकार गठन गऱ्यौँ। तपाईँ हामी एउटा जेनजी पुस्ता, हाम्रो अपेक्षा त्यहाँ योभन्दा केही माथिसम्म होस् भन्ने थियो। तर अहिले त्यहाँसम्म अझै पुग्न सकेको देखेका छैनौँ। लाग्छ अब आउने निर्वाचित जननिर्वाचित सरकारले त्यो बाटो चाहिँ अगाल्नेछ, विश्वास गरौँ। तर त्यो सरकारलाई पनि यति सहज चाहिँ हुने छैन। जेनजीले त्यति सहज चाहिँ छोड्ने छैन। तपाईँ मेरो पुस्ताले त्यो त्यहाँसम्म चाहिँ छोड्ने छैन। जुन ठाउँमा छौँ नि तपाईँ हामी, त्यहाँबाट हाम्रो खबरदारी पक्रिरहन्छ। यसको लागि चाहिँ आज गौरव पौडेलले, पर्वतको एउटा गाउँमा जन्मिएको गौरव पौडेलले स्काई टावरको 23औं तलाबाट विश्वलाई सुनाउनका लागि, जेनजी पुस्ताले गरेको विद्रोहलाई बुलन्दित गर्नका लागि, जेनजी आन्दोलनको वर्तमान परिस्थितिलाई, जेनजी आन्दोलनको मूल मर्मलाई संस्थागत गर्न र यो आन्दोलनका उपलब्धि जोगाउन, थप परिष्कृत बनाउँदै लैजान, इतिहासलाई सम्झन लायक बनाउनका लागि अहिले तपाईँ हाम्रो पुस्ता भिडिरहेको छ। अहिलेको सरकारलाई खबरदारी गराउँदैछ। तपाईँसँग पक्कै पनि यति कुरा मात्र गरेर पुग्दैन। हामी केही लामो बहस गर्नेछौँ। मैले खाना पनि खाएको छैन, सानो ब्रेक लिन्छु। ब्रेक पनि लिएको छैन, म 20 मिनटको ब्रेक लिन्छु। 5 मिनट सर। ओके, पक्कै तपाईँले भने जस्तै यो देशको परिस्थिति तपाईँ हामी जति नजिकबाट निहालिरहेका छौँ, देशको राजनीति अनि देशको परिस्थिति र भोलिको भविष्य, यो अहिलेको लयले कहाँसम्म लैजान्छ त्यहाँसम्म हामीहरू जान सक्छौँ। आम सर्वसाधारण एउटा आम नेपाली जनहरू भन्दा केही हदसम्म मात्रै तपाईँ हामी भए पनि त्यसमा जागरुक छौँ, सचेत छौँ। तर त्यो जुन वर्गलाई हामीले पुर्याउनु पर्ने सन्देश छ, तर हामीहरू चुकिरहेका छौँ। त्यसमा हामीले पुर्याउन जरुरी छ। त्यस कारण पनि आज यो जुन 100 आवर म्याराथन टक सो गौरव पौडेलले हासिल गर्ने, जुन म्याराथनमा गौरव पौडेल अगाडि बढिरहनु भएको छ, यसको लागि तपाईँलाई साथ दिनका लागि तिलक पौडेल पनि पुग्नुपर्छ भनेर बागलुङमा जन्मेको ठिटो, पर्वतमा जन्मेको ठिटोको सहकार्यको लागि साथ दिन तयार छ। पौडेलकै पर्यो र एउटै धौलागिरी हिमालकै हावा, माछापुच्छ्रे हिमालकै हावा पानी र हिउँले हुर्किएको तपाईँ हामी ओल्लो पल्लो कालीगण्डकी नदीले इतिहास खोज्दै जाँदा पुर्खा एउटै हुन्। पक्कै पनि हामी एउटै पृष्ठभूमिबाट आएको। तपाईँ पनि त्यही पर्वत एफएमहरू लगायतका तिनै गाउँका रेडियो टेलिभिजनहरूबाट मेहनत गर्दै यहाँ आउनुभयो। म पनि तिनै आसपासका क्षेत्रहरूबाट चितवन झरेँ, चितवनबाट सङ्घर्ष गर्दै यहाँ आइपुगेँ होइन। अहिले हामीहरू यो तरिकाले अगाडि बढ्दै गर्दा धेरै कुराहरू तपाईँ हामीले गर्न बाँकी छ र ती हरेक क्रियाकलापहरूमा गर्नुपर्ने काम कारबाहीहरूमा र आम जनतालाई सचेत बनाउने कुराहरूमा पक्कै पनि यो टक सोले एउटा महत्त्वपूर्ण खुड्किला बन्ने मेरो विश्वास छ। यसको लागि यहाँलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। र आजको अवस्थामा यहाँ जस्तो व्यक्तित्वहरू यहाँ आएर जसरी यो ऊर्जा, यो हौसला, यो जोस, यो जाँगरको साथ बोलिदिनु भएको छ, मलाई 50 घन्टा बिताउँदै गर्दाखेरि पनि केही पनि नभएको भर्खरै कार्यक्रम सुरुवात गरेको अनुभूति हुन्छ। यस्तो ऊर्जा दिँदै गर्दाखेरि, यस्तो जोस र हौसला, एक किसिमको सहानुभूति भनौँ, एक किसिमको माया भनौँ, दाजुभाइको जस्तो एउटा भातृत्वको कुरा, आत्मीयताको कुरा र त्योभन्दा माथि पनि मुलुकको कुरा, सबैभन्दा माथि। मैले तपाईँले भन्दै गर्दाखेरि ठ्याक्कै मलाई याद आयो। मैले सुरुमा टेलिभिजनबाट मैले अफिसमै बस्दै गर्दा नि हेरिरहेको छु, सुरुवातबाटै हेरिरहेको छु। मलाई कता कहीँ न कतै गौरव पौडेललाई अलिकति असहज महसुस त हुने होइन भन्ने मलाई डर थियो। तर अहिले 50% समय व्यतीत गर्दै गर्दा गौरव पौडेल म्याराथनको स्टार्टिङ पोइन्टमा भन्दा झन् सशक्त पाएँ। यस कारणले पनि म विश्वस्त छु गौरव पौडेलले यो 100 आवर मात्रै होइन, त्यसभन्दा हामी धेरै माथि जान सक्छौँ। यो विश्वास मलाई छ। जति अगाडि बढिरहेको छु उति नै एनर्जी बढिरहेको फिल भइरहेछ। ढुक्काउनुहोस्, हामी धेरै अगाडि जान सक्छौँ। हामीलाई भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध सबैको साथ छ। त्यसमाथि
आम नेपालीहरूले हेरिरहनु भएको छ। सबैभन्दा सुरुमा हाम्रो पूर्व अग्रज पत्रकार रवि लामिछाने मैले दाइ भनेर सम्बोधन गर्थेँ। त्यस पछाडि चाहिँ उहाँ त अब हाम्रो अभिभावक पनि भन्नुभयो, मुलुकको उपप्रधान तथा गृहमन्त्री दुई कार्यकाल पनि बनिसक्नु भयो। उहाँले जुन देखाएको बाटो एक प्रकारको हुटुटी, तपाईँ हामीमा हुटुटी एक प्रकारको जुन लेभलसम्म थियो त्यसलाई चाहिँ विदेशी नागरिकले ठ्याक्कै तोडेर अगाडि बढे। यो हाम्रो रेकर्ड, नेपालभित्रको रेकर्डलाई चाहिँ उनले अलिकति अगाडि बढाए। तर त्यो रेकर्डलाई चाहिँ हामीले कसरी हासिल गर्न सक्छौँ भन्नेमा म केही समय पहिलादेखि म आफै पनि घोत्लिरहेको थिएँ त्यसमा। जब तपाईँले यो सुरुवात गर्नुभयो, हाम्रो केही दिन पहिला सोसियल मिडियामा पनि कुरा भयो। त्यसपछि सबैभन्दा पहिला सबैभन्दा बढी खुसी हुने व्यक्ति तिलक पौडेल पनि थियो। त्यस सँगसँगै अन्य केही क्रियाकलाप के हुन सक्छन् त विश्व रेकर्डका? पत्रकारिताकै माध्यमबाट विश्व रेकर्डको लागि अन्य के गर्न सकिन्छ, यस्ता रेकर्डहरू के हासिल गर्न सकिन्छ भन्ने योजनाका साथ केही समय पहिलादेखि तिलक पौडेल पनि लागिरहेको छ। विश्व रेकर्डमा एउटा गौरव पौडेलले पुरानो हाम्रो जुन विरासत, यो विरासत भन्न चाहन्छु मैले, यो विरासतलाई गौरव पौडेलले फर्काउँदै गर्दा अर्को नयाँ क्रिएसन गरेर तिलक पौडेल पनि अगाडि बढ्दैछ। हामी त्यसरी पनि अगाडि बढ्दैछौँ। कति राम्रो। पत्रकारिताकै माध्यमबाट टक सो मात्रै किन गर्ने, समाचार वाचनको रेकर्ड हुनसक्छ, प्रोग्राम चलाएर हुनसक्छ, रिपोर्टिङको माहौलबाट हुनसक्छ, समाचार लेखनबाट हुनसक्छ, वाचनबाट हुनसक्छ, अथवा किन नहोस् प्राविधिक सेक्टरबाट हुनसक्छ, अनेक विधाबाट। पत्रकारिता क्षेत्र यति फराकिलो क्षेत्र छ, हामीहरू अनेक क्षेत्रबाट गर्न सक्छौँ। आफूले जुन क्षेत्रमा गरिन्छ त्यही क्षेत्रबाट हामीहरू अगाडि बढ्यौँ भने त्यसमा सफलता निश्चय पनि छ। आज गौरव पौडेलले त्यही हासिल गर्दैछ, भोलि बिहान तिलक पौडेलले किन गर्न सक्दैन? मजाले गर्न सक्छ, हामीहरू मजाले अगाडि बढ्न सकिन्छ। मात्र समस्या त हामीमा यहाँ के भइदियो भने देशको अहिलेको परिस्थिति आउनुमा फेरि पनि गफ गर्छौँ, ठ्याक्कै टाइम भयो, एकछिन पर्दा पछाडि कुरा गरौँ बरु। स्योर, तपाईँलाई निरन्तरताको शुभकामना र अब ब्रेक पछाडि हामीहरू फेरि भेट्नेछौँ। हस् त, धन्यवाद। Okay, welcome back into the short commercial break. हामी छौँ 20 मिनटको छोटो ब्रेकमा। We are at 100-hour long marathon talk show and this is Ramsi Onumanandar र मसँग हुनुहुन्छ तिलकजी हुनुहुन्छ। नमस्ते सर। नमस्ते। कस्तो भइरहेको छ त? How do you feel? तपाईको साथी नै भनौँ हैन? हामी सहकर्मी साथी दाजुभाइ जे भन्दा पनि मिल्छ। एउटै फिल्डको व्यक्तिले हैन यस्तो उपलब्धि गरेर गिनिज वर्ल्डमा नाम लेखाउन जाँदैछ हैन? सो के लागिरहेको छ त? उहाँमा त्यति स्ट्यामिना छ, स्ट्रेन्थ छ? स्योर, उहाँले म के कुरामा विश्वस्त छु भने उहाँले यो हासिल गर्नका लागि उहाँलाई कसैले पनि रोक्न सक्दैन। अब किनभने 50% टाइम उहाँले पार गरिसक्नु भएको छ लक्ष्यको। हामी लक्ष्यभन्दा धेरै माथि पुग्न सक्छौँ। किनभने देशको विकासको लागि हामीले टन्नै कुराकानी गरिसकेका छौँ। अब तपाईँले गौरवजीलाई चिन्नुभएको कति भयो? गौरवजीको बारेमा पनि अलिकति हामी डिस्कसन गर्छौँ। स्योर, गौरवजी र हामी सामाजिक सञ्जालबाट जोडिएको केही समय भयो। हामीहरू सामाजिक सञ्जालबाट चाहिँ कुरा गरिरहन्थ्यौँ। प्रत्यक्ष भेटघाट चाहिँ सीमित समय मात्रै छ। तर पनि यो म्याराथनको विषयमा चाहिँ म जानकार थिएँ पूर्ण रूपमा र यसको लागि मैले अगाडि गौरवजीसँग पनि भने म आफै पनि जब रवि लामिछानेको रेकर्ड ब्रेक भइसके पछाडि ओहो यो रेकर्डलाई कसरी फर्काउन सकिन्छ भन्ने विषयमा आफै पनि अध्ययन गरिरहेको थिएँ, खोजी गरिरहेको थिएँ, त्यसको सर्चिङ पोइन्टमै थिएँ। गौरवजीलाई अब हेर्दाखेरि हैन 100 आवर्सको म्याराथनको टक सो वी आर अलमोस्ट लाइक आधी पुरा गरिसकेका छौँ हैन। उहाँ एकदमै डिटरमाइन्ड हुनुहुन्छ। उहाँको स्टामिनाको कुरै नगरौँ हैन, इज बिन कन्सिस्टेन्टली लाइक वर्किङ टुवर्ड्स द ड्रिम हैन। सबै नेपालीको ड्रिम भनौँ न। 100 आवर्स म्याराथन टक सो द्याट इज नट अ जोक। हेर्दा जति सजिलो लाग्छ त्यति जोक होइन यो हैन। सो तपाईको दिमागमा चाहिँ के छ? म पनि यो गर्छु, मलाई च्यालेन्ज गर्न सक्छु फ्युचरमा? उहाँलाई च्यालेन्ज गर्ने कुरा यो होइन। मैले अगाडि भनिहालेँ नि, जस्तो अगाडिको रेकर्ड रवि लामिछानेको रेकर्ड कायमै रहेको भए आज गौरवले रेकर्ड ब्रेक गर्नुपर्ने आवश्यकता थिएन। जबकि विदेशी नागरिकले नेपालको रेकर्ड हत्याइसके पछाडि त्यसलाई जसरी हुन्छ फिर्ता ल्याउने माध्यमका लागि मात्रै यो म्याराथन आज गौरव पौडेलले आँट्नु परेको। यो रेकर्ड ब्रेक गर्ने कुरा त्यसले म्याटर गर्दैन। मैले अगाडि भन्न खोजेको के भने नेपालमा रेकर्ड राख्नुपर्छ। यदि गौरव पौडेलको यो रेकर्ड अर्को कुनै देशको नागरिकले लैजान थाल्यो भने त्यसको रेकर्ड ब्रेक गर्नको लागि तिलक पौडेल पनि तयार छ। त्यो मात्रै भन्न खोजेको मैले। गौरव पौडेलको रेकर्ड अलरेडी नेपालमा छ भने त्यसमाथि अर्को किन भिड्नु पर्यो नेपालको? भन्दै परेन नि हैन। अर्को यदि विदेशीले कुनैले हत्यायो भने रवि लामिछानेको हत्याउँदै गर्दा गौरव पौडेल आउनु पर्यो भने तिलक यदि भोलि बिहान गौरव पौडेलको रेकर्ड अर्को तोड्दैछ भने तिलक पौडेल अथवा एबिसी जुन कुनै पौडेल रामेसामी गौतमी पौडेल किन नआउने त? त्यो मैले अगाडि भन्न खोजेको जस्तो आफ्नो सम्बन्धित क्षेत्रमा विषयगत क्षेत्रमा हामीहरू हासिल गरेर अगाडि बढ्दै गर्दाखेरि चाहिँ अन्य क्षेत्रहरूमा पनि रेकर्ड गर्न सकिन्छ, रेकर्ड राख्न सकिन्छ। विदेशीले राखेको रेकर्ड तोड्नुभन्दा आफैले क्रिएसन गरेर नयाँ अगाडि बढ्न पनि सकिन्छ। जबकि त्यो रेकर्ड चाहिँ विदेशीलाई चुनौती होस्, त्यसलाई चाहिँ उनीहरूले हासिल गर्नका लागि त्यसमा पनि उनीहरू केही समय जान सकुन्, त्यो चाहिँ मेरो धारणा हो। हामीहरू जुन कुनै एउटा पत्रकारिताको माध्यमबाट आम सर्वसाधारणलाई सजग र सचेत गराउनु मुख्य दायित्व हाम्रो छ। त्यस सँगसँगै हामीले एउटा जागिर भनौँ न
आजको दिन कटाउनु मात्रै जागिरको सोझो गर्नु मात्रै होइन। हजुर हजुर पत्रकारिता भनेको यति सिरियस क्षेत्र हो, यति सेन्सिटिभ क्षेत्र हो, सिङ्गो देशलाई नै सही ट्र्याकमा राख्नलाई, देशका नीति नियम विधि विधानहरूलाई सही ट्र्याकमा राख्नका लागि पनि अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भनेको पत्रकारिता हो। हजुर। पत्रकारिता क्षेत्रले मात्रै त्यो क्षेत्रलाई सो पत्रकारितालाई सही लाइनमा राख्न सक्छ। पत्रकारिता जर्नलिजम हामी जुन सुन्छौँ नि, जुन सजिलो देख्छ होइन। अब यो टक सोको कुरा गरौँ, 100 आवर म्याराथन टक सो भनेको छौँ हामीले, विभिन्न विधाका पर्सनालिटिजहरूलाई लिइरहेका छौँ, कसैको विधा फरक फरक पनि रहेको छ होइन। 100 आवर म्याराथन टक सोमा कन्टिन्युसली होइन एकदम निरन्तर रूपमा दिन रहेको छ होइन। 100 आवर म्याराथन टक सोमा कन्टिन्युसली होइन एकदम निरन्तर रूपमा दिन रात खटेर 100 घन्टा त एउटा सामान्य व्यक्तिको लागि त्यो इम्पोसिबल चिज हो। र गौरवजीले यो आफ्नो भनेको असम्भव कुरालाई आगोलाई निल्नु बराबर नै भइरहेको छ। सो के लाग्छ यो टक सोमा कति धेरै नलेज चाहिन्छ त, किनभने विभिन्न विधाको व्यक्तित्वहरू हामी भेटिरहेका छौँ, अभिनयदेखि लिएर राजनीतिदेखि लिएर हाम्रो ब्याङ्किङ सेक्टरदेखि लिएर नेपालमा इन्फ्लुएन्स गर्ने हरेक सेक्टरका व्यक्तिहरूलाई हामीले यो प्लेटफर्म मार्फत भेटिरहेका छौँ होइन। सो गौरवजीमा त्यो नलेज छ त? गौरवजीमा नलेज के कुरामा छ भन्नेमा म विश्वस्त छु भने हरेक कुरा एउटा नेपाली उखान छ नि, भगवानले तँ आँट म पुऱ्याउँछु भनेर भन्नुहुन्छ भन्ने हाम्रो एउटा उखान छ। त्यस्तै नेपालका हो हाम्रो अहिले गौरवजीको कुरा गर्दै गर्दाखेरि चाहिँ उहाँमा एउटा आँट छ, विश्वास छ, दृढता छ, लक्ष्य छ। लक्ष्य हासिल गर्नका लागि अगाडि बढेको यात्रु तपाईँ हामी पनि यो स्काई टावरमा माथि जान्छु भनिसकेपछि त्यो सिँढीमा जसै पनि हिँड्छौँ क्या, हामी सिँढीमा हिँड्दै गर्दाखेरि यो माथि जाँदै गर्दाखेरि मलाई थकाइ लाग्छ कि भन्ने विषयमा पहिला नै सोचिरहेको हुन्छौँ, त्यही भएर हामी माथिसम्म पुग्न सकिहालिन्छ नि, लिफ्ट किन चल्नु पऱ्यो, हिँडेर पनि जान सकिन्छ भन्ने एङ्गलबाट मान्छे हिँडेर आउँछ भने त्यो मान्छे जसरी पनि माथि आउँछ। त्यसको लागि अध्ययन उसले यति सिँढी छ यसमा म यसरी हिँडेर जान सकिहाल्छु नि भन्ने चाहिँ मान्छेले महत्त्वपूर्ण त्यो पाटो चाहिँ पहिले हासिल गरिसकेको हुन्छ। गौरवजीले त्यो पहिले हासिल गरिसक्नु भएको छ, त्यो लक्ष्य उहाँसँग छ, त्यो प्रिपरेसन उहाँसँग अनिवार्य छ, पहिल्यै छ, अलरेडी छ, त्यो भइसकेपछि त्यसमा नो डाउट। ओके जस्ट इमेजिन गरौँ पक्कै पनि त्यो दिन छिटै आउँदैछ होइन, गौरवजीले 100 घन्टा पुरा गर्नुभयो अरे, देशले यसलाई कसरी सेलिब्रेट गर्छ त? गर्नुपर्छ, यसलाई त यति महत्त्वपूर्ण उपलब्धिको रूपमा गर्नुपर्छ जबकि अघिल्लो पटक रवि लामिछानेले रेकर्ड गर्दै गर्दाखेरिको उपलब्धि भन्दा पनि कैयौँ गुणा माथि रहेर गर्नुपर्छ। मलाई विश्वास छ जबकि हाम्रो गौरवजीको यो टक सो सुरुवात गर्दै गर्दाखेरि फर्स्ट गेस्ट नै हाम्रो सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलजी हुनुहुन्थ्यो। त्यो भइसकेपछि उहाँले त्यसमाथि फेरि उहाँ आफै पत्रकारिता जगतकै मान्छे हो, त्यो भइसकेपछि सरकारले पक्कै गर्छ, त्यसमा म विश्वस्त छु। सेलिब्रेसन यो तहको हुनेछ र विश्वास यो तहको राख्नेछ, सरकारले यसलाई यति महत्त्व दिनेछ, धेरै माथि राख्नेछ। ल हामी चाहिँ अब अर्को टपिकमा जाउँ होइन। 100 आवर म्याराथन टक सो त छँदैछ, वी आर टकिङ अबाउट दिस होइन। हामीले कति लाइक 2 दिनदेखि नै कन्टिन्युसली यसै विषयमा कुराकानी गरेको छौँ। अब हाम्रो अडियन्सहरूलाई चाहिँ पत्रकारिता भनेको चाहिँ असलमा के हो होइन एकदम सामान्य भाषामा हुन्छ नि, सो द्याट हाम्रो बच्चाहरूले पनि बुझोस् न, एउटा यङ्स्टर जेनजीदेखि लिएर सामान्य पुस्ताहरू होइन, त्यो हाम्रो अल्फा जेन वाईदेखि लिएर सम्पूर्ण पुस्ताले पत्रकारिता भने के हो र जर्नलिजम भने के हो एउटा सामान्य शब्दमा बुझाउनु पर्यो भने कसरी परिभाषित गर्नुहुन्छ? गजब कुरा उठान गर्नुभयो। जस्तो अहिले समाजमा के भइदियो भने फेसबुक एकाउन्ट एकजनाको एउटा नभएर 5वटा एकाउन्ट छ कतिपयको, नत्र नि 1-2वटा एकाउन्ट नभएका मान्छेहरू कमै भेटिन थाले अहिले समाजमा। र फेसबुकमा एउटा कुनै विषयवस्तु हालिदियो, फोटो खिचेर हालिदियो, समाजको अन्तसङ्ग जुनसुकै विषय हालिदियो भने पनि ऊ पत्रकार बनिदियो, समाजमा भाष्यको कुरा गर्दैछ। अनि एउटा टिकटकमा एउटा भिडियो हालिदियो त्यो पनि पत्रकारिता नै गनियो, युट्युबमा हालिदियो त्यो पनि गनिदियो, टेलिभिजन रेडियोमा कुनै अन्तसन्त एउटा प्रोग्राम गर्यो त्यो पनि मानियो। तर त्यसले के गरिरहेको छ भने पत्रकारिताको मूल मर्मलाई नै हत्या गरिरहेको छ, मारिरहेको छ। समाजमा कुन कुराले गलत असर गर्छ, कुन कुराले चाहिँ सकारात्मक प्रभाव पार्छ, त्यसमा सम्बन्धित व्यक्तिहरू जान सकेका छैनन्। कतिपय कुराहरूमा म आफै पनि चुकेको होला, तर त्यसको लागि नियमन गर्ने नियमनकारी निकाय कमजोर छ। सो कुनै पनि व्यक्ति जर्नलिस्ट बन्न चाहन्छ, पत्रकारिता क्षेत्रमा आउन चाहन्छ भने के पढ्नु हो? मैले त्यसैमा तपाईँलाई त्यही जोड्न खोज्दैछु। पढेर आउनुपर्छ कि त्यो जर्नलिजम मैले नपढिकन पनि म एउटा एमसी छु एज अ प्रेजेन्टर होइन, म चाहिँ विभिन्न कर्पोरेट सेक्टर्सहरूमा होस्ट गरिरहेको हुन्छु, कर्पोरेट वर्ल्डमा धेरै छु, यो पत्रकारिता राजनीति भन्दा नि कर्पोरेट सेक्टरमा मोर होस्टिङहरू गरिरहेको छु। सो तपाईँले चाहिँ के पढेर जर्नलिस्ट नै पढेर जर्नलिजममा आउनुभयो कि? मैले चाहिँ कुनै पनि मैले त्यसैलाई नै जोड्न खोजेको, म चाहिँ सीए ब्याकग्राउन्डबाट आएको व्यक्ति होइन, सो कुनै पनि लिङ्कअप बिना मैले चाहिँ आफ्नै मेहनत परिश्रम गर्दै गर्दै एउटा ब्रान्डदेखि लिएर अर्को ब्रान्डसम्म मेहनत गर्दै गर्दै म अगाडि आएको छु। यो तपाईँले ठिक कुरा गर्नुभयो, मैले यहीँ आउन खोजेको थिएँ। जस्तो अहिले समाजमा कस्तो भइदियो र एज अ पर्सन सबै व्यक्तिहरूमा चाहिँ कस्तो एउटा भाष्य बनिदियो भने पत्रकारिता र आम नागरिकमा केही फरक पनि भएन। खास पत्रकार भनेको समाजमा सचेत गराउने व्यक्ति नै हो, सूचना सम्प्रेषण गर्ने व्यक्ति नै हो हुनलाई, तर त्यसको एउटा गलत त्यसलाई चाहिँ सदुपयोगको साथ दुरुपयोग भयो, पेसा नामाकरणसँग दुरुपयोगको माध्यम कसरी भइदियो भन्नुहुन्छ भने मैले अगाडि जोडेँ जस्तै जुनसुकै कुराहरूलाई पनि राख्दै गर्दा म पत्रकार हुँ अथवा यो पत्रकारिताको माध्यम हो, यो नै पत्रकारिता हो। जस्तो तपाईँ हामी देख्छौँ नि कतिपय समाजमा
पारिवारिक कुराहरू समाजमा ल्याएर छरपष्ट पारिदिएर पत्रकारिताको नाममा ती क्रियाकलापहरू भइरहेका छन् त्यसले त्यो हुन सक्दैन कुनै पनि हालतमा पत्रकारिता हुन सक्दैन युट्युबमा कति धेरै कुराहरू हुन्छ नि टिकटकदेखि लिएर मैले त्यही सामाजिक सञ्जालले उजागर गरेको छ सामाजिक सञ्जाललाई त्यसको केही दुरुपयोग भन्दैछु मैले जस्तो तपाईँ र म यदि यहाँ छौँ भने केही कुरा मैले उदाहरणको लागि तपाईँलाई मैले केही सम्प्रेषण गरेँ भने तपाईँलाई के यो त यस्तो हुन पनि सक्छ है भने त्यसैलाई पनि क्लिप काटेर अहिले सोसियल मिडियामा हालिदिएर म भन्दा अर्को त्यो राखिदिने व्यक्ति नै पत्रकारिता बनिदियो उनी पत्रकार बनिदियो त्यसले गर्दाखेरि तपाईँले अगाडि सोधेको कुरा जस्तो पत्रकारिताको मूल मर्म के हो त आम सर्वसाधारणमा पत्रकारिता के हो भन्ने नै थाहा हुन सकेन सरी हजुरलाई फेरि बिचमा काट्न चाहे होइन टिकटकमा हामीले कति धेरै लाइक युट्युब भनौँ होइन कतिजना जर्नलिस्ट भनौँ न उहाँहरूले चाहिँ अब कतिजनाको मद्दत पनि पुऱ्याइरहेको छ नि त गरिब जनताहरूलाई गएर गाउँ गाउँमा खानै नपाएकोहरू पैसा भोकमरीले एकदम मरिरहेका छन् उहाँलाई लुगा त्यसलाई पत्रकारिताले भन्दा पनि विषय उठान र सामाजिक सञ्जालको सदुपयोगमा चाहिँ त्यो समस्या उजागर गर्नलाई आम सर्वसाधारणहरूकै बीचबाट त्यो सोलुसन निस्किएको छ त्यसलाई पत्रकारिताले गर्यो भन्न चाहिँ नमिल्ला अलि होइन पत्रकारिता र सामाजिक सञ्जाल दुइटै छुट्यो भने त पत्रकारिता अधुरो नै हुन्छ जस्तो लाग्छ मलाई किनभने पत्रकारिता भनेको चाहिँ अब सामाजिक सञ्जालमा त त्यति पनि नभनौँ पत्रकारिता सामाजिक सञ्जालहरू नआउँदै गर्दा पनि पत्रकारिता थियो समाजमा सुसूचित बनाउनलाई सामाजिक सञ्जालहरू नआउँदै गर्दाखेरि पनि पत्रकारिता थियो त्यो भन्दै गर्दाखेरि चाहिँ अलिकति अन्याय होला पत्रकारितामाथि होइन पत्रकारिता त्यसमा तपाईँकोमा जोड दिएँ मैले अब सामाजिक सञ्जाललाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने एङ्गल हो मेरो जस्तो सामाजिक सञ्जाललाई दुरुपयोगको क्रियाकलाप बढ्यो क्या त्यसलाई चाहिँ सदुपयोग गरेर अगाडि बढ्दै गर्दाखेरि आम सर्वसाधारणहरूले त्यसलाई सदुपयोग गरेर अहिले नेपालमै छन् नि त कतिपय यिनै सामाजिक सञ्जालहरूलाई सदुपयोग गरेर आम समस्याहरू समाधान भएका पनि छन् तपाईँले अगाडि भने जस्तै कतिपय गरिब भोका नाङ्गाहरूले चाहिँ त्यसबाट चाहिँ भनौँ न आङ ढाक्न पाएका छन् गाँस भर्न पाएका छन् होइन आफ्नो परिवारलाई उपचार गर्न पाएका छन् होइन त्यस पछाडि त्यसले रोजगारीको माध्यम पनि बनाएको छ सही सदुपयोग हुँदै गर्दा तर दुरुपयोग हुँदै गर्दाखेरि सीमित व्यक्तिलाई फाइदा होला तर अर्को व्यक्तिलाई घाटा भइरहेको छ कतिपय क्रियाकलापहरू मलाई गलत बुझ्नु भएछ मैले चाहिँ अब पत्रकारिता चाहिँ होइन सामाजिक सञ्जाल बिना हुनै सक्दैन भन्न खोजेको त होइन पक्कै पनि हामीसँग के भन्छ दैनिक रूपमा हाम्रो अन्नपूर्ण पोस्टदेखि लिएर हामीसँग चाहिँ थियो नि त पहिला पनि होइन तर अहिले हेर्दाखेरि चाहिँ हामी पनि त जीवित थियौँ नि पहिला हामीसँग टिकटिके मोबाइलबाट नोकियाबाट सुरुवात गरेर होइन अहिले हामीसँग आइफोन बोक्ने प्रविधि आइसकेको छ मैले अहिले बढ्दो अब इनोभेसन भनौँ होइन जमाना बदलिएसँगै पत्रकारिताको हरेक न्युजहरू प्रेस कन्फरेन्स भएको छ यता तपाईँले यो गौरवजीले यो गर्दै हुनुहुन्छ भनेर रुटिन अफ नेपाल बन्दामा हेर्नुभयो होला पक्कै पनि रुटिन अफ नेपाल बन्दामा आइसकेपछि चाहिँ ओहो को गेस्टहरू आउनुभएको छ होइन हामीसँग कतिजना व्यक्तिहरू लाइक यो म्याथ एन्ड टक सोमा समावेश हुनुभयो सम्पूर्ण कुरा त सामाजिक सञ्जालले नै मद्दत यसलाई त भनिहालेँ नि मैले जस्तो रुटिन अफ नेपाल बन्दको तपाईँले उदाहरण दिनुभयो नि यो चाहिँ सदुपयोगको माध्यम छ क्या सदुपयोगले हो यी कुराहरूलाई चाहिँ कति प्रमोसन गरेको छ हेर्नुहोस् त जस्तो अहिले गौरवजीले यो कार्यक्रम गर्न लागेको सोसियल मिडियाबाट नै म आफै नजिक भए पनि भने नि अगाडि गौरवजी र म छिमेकी जिल्लाको मान्छे हामी दुईजनाको घरमा जानलाई सीमित मिनेटमा पुगिन्छ घन्टा पनि लाग्दैन तर हामीहरू चिनजान भएको भेटेको सोसियल मिडियाबाट बढी र यही म्याराथनको विषयमा पनि हामीहरू बढी कुरा गरेको सोसियल मिडियामा नै त्यही भएर मैले अगाडि तपाईँलाई भन्न खोजेको सोसियल मिडियालाई त सँगै लिएर जानै पर्छ प्रविधि आएका जति पनि प्रविधिका उपजहरू छन् यिनीहरूलाई त हामीले अँगालेर यिनीहरूलाई भनौँ न स्वीकार गरेर अगाडि बढ्नै पर्छ यिनीबाट भाग्ने छुट त छैन कसैलाई यिनीहरूलाई लिएरै जानुपर्छ जस्तो सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गर्दै गर्दा कुन अवस्था आयो एकदमै अब हो नि त्यस पछाडिको एउटा परिस्थिति कहाँबाट कहाँ पुग्यो एकदम दरिद्र अवस्था नै थियो देशको लागि त्यसलाई चाहिँ हो नियमनकारी निकाय चाहिन्छ नियमन गर्नुपर्छ जस्तो अगाडि हामीले भनेका यी विषयहरू जति पनि छन् नि त्यसमा गलत क्रियाकलाप हुँदै गर्दाखेरि चाहिँ त्यसमा नियमनकारी निकाय नै सशक्त नबन्नेसम्म यी गलत क्रियाकलापहरू त हुँदैनन् कति मलाई केही समय पहिला सामाजिक सञ्जाल त्यही जेनजी आन्दोलनकै बेलामा अलिकति त्यो विषय चर्चामा पनि आयो जेनजी आन्दोलनमा संसद भवनभित्र 30-35 जनालाई थुनेर बन्धक बनाएर राखे बाहिरबाट आगो लगाए तपाईँहरू बोल्नु पर्दैन भनेर मलाई सामाजिक सञ्जालबाट म्यासेज आयो त्यो बेला तपाईँलाई डर होला मैले बोल्यो भने मलाई अनि त्यो डर थिएन मलाई म जब कि त्यो फिल्डमा रिपोर्टिङमा गएको बेलामा मेरै आँखा अगाडि सबैभन्दा पहिलो गोली लागेर ढल्ने मान्छेको रिपोर्टिङ गर्दै थिएँ म जहाँबाट लाइभ गरिरहेको थिएँ त्यही नै त्यो मेरो आँखा अगाडि गोली लागेर पहिलो व्यक्ति जो ढले मेरै आँखा अगाडि ढलेका जर्नलिस्टहरूलाई एकदम खतरा पनि छ किनभने उनीहरू त रिक्सी एरियामा गएर हामीले देख्यौँ नि नयाँ बानिस जर्नलिस्टलाई सिङ्गै जलाइदियो होइन मैले त्यसैमा आउन खोजेको अब जब कि मलाई म पत्रकारिता गर्दै गरेको मान्छे हाम्रो अफिसमा मलाई जानकारी आउँदै गर्दा त्यो त्यहाँभित्र यस्तो भयो है भनिसके पछाडि कतिपय कन्टेन्ट क्रिएटर भनेकाहरूले युट्युबमा सामाजिक सञ्जालमा फेसबुकमा टिकटकमा लगायत सबै सामाजिक सञ्जालहरूमा त्यसलाई एउटा हुइमको तरिकाले मचाइदिए त्यसले आम सर्वसाधारणलाई आम जनमानसमा के पारिदियो भने ओहो गलत नै भयो भयानक नै भयो भयावह नै भयो भन्ने तरिकाको एउटा भाष्य हुँदै गर्दा अन्य ठाउँमा पनि ती क्रियाकलापले ठुलो रूप लिए तर त्यो गलत थियो ती सामाजिक सञ्जालहरू दुरुपयोगकर्ताहरूले त्यसलाई प्रयोग गरे केही सूचनालाई आधार मानेर पोस्ट गरिदिए तर हामीले के गर्यौँ हामी मूलधार केन्द्रित मिडियाहरूले त्यो विषय कसैले पनि उठान गरेनौँ यो क्रियाकलाप चाहिँ यो गलत हो है यो होइन यसलाई चाहिँ पछाइदिनु हुँदैन भनेर नै हामीहरूले ती सूचनाहरू सम्प्रेषण गर्न रोक्यौँ
तर सीमित युट्युबरहरूले सीमित सामाजिक सञ्जालमा पोख्त भएकाहरूले सक्रिय बनेकाहरूले इन्फ्लुएन्सरदेखि लिएर कन्टेन्ट क्रिएटर भनिएकाहरूले जतिले पनि सदुपयोग गरे सीमित डलर र भ्यूको आधार बनाए त्यसले ठुलो रूप लियो सामाजिक सञ्जालमा जब हिल्टन होटल जलाउनेदेखि संसद भवनमा आगो लगाउनेदेखि सिंहदरबारमा आगो लगाउनेदेखि सर्वोच्च अदालतमा आगो लगाउनेदेखि ती क्रियाकलापमा त तपाईँ हामीले चिनेकै मान्छेहरू सामाजिक सञ्जालमा पोख्त व्यक्तिहरूले नै कति उचाले ती क्रियाकलापले गर्दा कति कुन हदसम्म पुग्यो त्यो त जगजारी छ नि हो ती क्रियाकलापहरूलाई चाहिँ अहिले पनि हामीले हरेक पटक भन्दै आएको सामाजिक सञ्जालहरूलाई नियमन गर्नुपर्छ राज्य त्यसमा सचेत र जिम्मेवार बन्नुपर्छ राज्य नै जवाबदेही नबनेसम्म ती क्रियाकलाप हुँदैनन् तर तिनलाई बन्द गरेर नियन्त्रण गरेर होइन नियमन गरेर अगाडि बढ्नुपर्छ त्यही भएर त वर्तमान हरेक पटकका सरकारदेखि लिएर हरेक पटकका नेतृत्वकर्ताहरू प्रति बढ्ने वितृष्णा त्यही नै हो अहिले किन वर्तमान व्यवस्थामाथि प्रश्न उठिरहेको छ त अहिलेको व्यवस्थामाथि प्रश्न उठ्नुको मूल कारण पनि त्यही नै हो राजनैतिक नेतृत्वहरूमा अलिकति जवाबदेहिता कम हुँदै गर्दा जिम्मेवारी बोध कम हुँदै गर्दा जति पनि विज्ञान र प्रविधिलाई अगाडि बढेर अँगालेर अगाडि बढ्न नसक्दै गर्दा भइरहेका क्रियाकलापहरूले अहिले के लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र बाहेक अरू केही हुन सक्छ केही पनि हुन सक्दैन तर अहिले त समस्या के भइदियो भने त्यसमाथि प्रश्न उठ्न थालिसक्यो त्यही भएर हरेक पटक मैले भन्ने र आम जनमानसमा रहनुपर्ने पनि व्यवस्था जुनसुकै भए पनि व्यवस्था काट्न चाहे पक्कै पनि हाम्रो समयको अवधि समाप्त भइसकेको छ ब्रेक सकिसकेको छ यस वी आर वाचिङ 100 आवर्स लङ म्याराथन टक सो र हामीसँग फेरि पनि हाम्रो यस कार्यक्रमको मुख्य पात्र गौरवजीलाई फेरि पनि हाम्रो हट सिटमा इन्भाइट गर्न चाहन्छु कन्टिन्यू द कन्भर्सेसन इट वाज लभली टकिङ टु यु ह्याभ अ ग्रेट डे अहेड गौरवजी स्वागत छ तपाईँलाई फेरि धन्यवाद नमस्कार तपाईँ भर्खरै पनि कति छुट्टी फ्रेस बनेर आउनुभयो तपाईँको यो ऊर्जा तपाईँलाई मैले एउटा सानो कुरा सोधेँ हजुर जस्तो अहिले तपाईँले सोध्ने म उत्तर दिने ठाउँमा हुँदै गर्दाखेरि पनि तपाईँले यो ऊर्जा छ नि जुन यो ऊर्जा हासिल गर्न कति समय मेहनत गर्नुभयो साँचो भनौँ कि साँच्चै भन्नुहोस् न खै अब मेहनत त लाइफ टाइम मेहनत अब गुड हो निरन्तरको मेहनत निरन्तरको प्रयास र लक्ष्य किनभने यसमा अब कुनै पनि समय बिन्दु छैन जस्तो अब तपाईँलाई प्रश्न गर्छु बरु जस्तो तपाईँको जुन यो ऊर्जा छ जुन यो ओलीमा जुन पावर छ दम छ यसको लागि चाहिँ बरु तपाईँले कति मेहनत गर्नु अब तपाईँको जस्तै मेरो पनि उत्तर अब यो कस्तो रहेछ पत्रकारिता क्षेत्र भने तपाईँ र म त अब हामी एउटै क्षेत्रको खासै फरक नपर्ला आम हेरिरहनु भएको दर्शक श्रोताहरूलाई यो कस्तो रहेछ भने पत्रकारिता क्षेत्र भनेको एउटा हुटुटीको क्षेत्र रहेछ यो एकदम मान्छेहरू यो क्षेत्रमा लागिसकेपछि यसबाट भाग्नै नसक्ने अनि रेडियो टेलिभिजन क्षेत्रमा कसरी मान्छे प्रवेश गर्दो रहेछ भने तपाईँ हामी त गाउँमा रेडियो बजाउँदै गर्दाखेरि त्यो रेडियोभित्र बोल्ने मान्छे कस्ता होलान् अनि यिनीहरूले कसरी बोल्छन् होला भनेर मान्छे हुन्छन् होला कि के हुन्छन् होला देख्दा रेडियो सानो छ मेरो आफ्नै उदाहरण गर्दै गर्दा सानो रेडियोभित्र बसेर बोल्ने मान्छेहरू चाहिँ कस्ता हुन्छन् होला भनेर मैले रेडियो फुटाएको उदाहरण छ कि बागलुङमा गाउँमै छँदा रेडियो फुटाएर हेर्दै गर्दा त्यसभित्रबाट कक्रोच दौडिए कति कक्रोच नै बोल्ने हुन् कि भाष चाहिँ हामीलाई पर्थ्यो नि त्यसरी त्यहाँबाट हामीहरू त्यसबाट इम्प्रेस हुँदै आएको आकर्षित हुँदै आएको म चाहिँ मेरो बाल्यकालमा इन्डियामा हुर्केको होइन हजुर हजुर मैले चाहिँ खासमा एउटा बिग्रेको टेलिभिजन थियो मैले टेलिभिजन चाहिँ फुटाएको छु एउटै हो नि त तपाईँ हाम्रो पुस्ता हाम्रो टेलिभिजनभित्र मान्छे हुन्छ होला सोच्थेँ मैले पनि त्यो चाहिँ मलाई याद छ किनभने टेलिभिजन फुटाएर भित्र हेर्दाखेरि केही पनि छैन तारहरू मात्रै छ मैले त्यति बेला मम्मीलाई सोधेको थिएँ मम्मी यहाँभित्र त मान्छे नै छैनन् यो फुटायो भनेको कहाँ यहाँभित्र मान्छे हुन्छ त्यो त कहाँबाट बोल्ने हो यहाँ त आउने पो हो भन्नुभएको थियो ओके भने त्यति बेला हुन्थ्यो कतिपय ठाउँमा टेलिभिजनमा त्यो माथि एन्टिना झुन्डाएर होइन त्यसबाट चाहिँ घरमा अनि त्यो ब्ल्याक एन्ड व्हाइट टेलिभिजनमा अनि त्यस पछाडि तपाईँ हामी त एकजना छिमेकी अङ्कलकोमा दाईहरू कोही विदेशबाट आउनुभयो भने ल्याएर राखेपछि त्यसमा सबैजना गाउँभरिको झुमिएर झ्यालको चरबाट निहालेर होस् अथवा एक ठाउँमा बसेर होस् त्यसरी हेरेर हुर्केर आइयो होइन त्यसपछि तपाईँले मेरो ऊर्जाको कुरा गर्दै गर्दा त्यसपछि यो कस्तो होला त यो क्षेत्र यसमा पनि हामी पनि बोल्न पाए त्यो रेडियोबाट मेरो नाम बज्न पाए कस्तो हुन्थ्यो होला भाग्यमानी महसुस गर्थ्यौँ नि त्यति बेला रेडियोमा बोल्ने व्यक्ति त धेरै टाढाको कुरा रेडियोमा चिठी पठाउने व्यक्ति अथवा नियमित फोन गर्ने व्यक्ति पनि सेलिब्रिटी भन्दा माथि लाग्थ्यो रेडियोमा फोन गरेर जति बेला नाम लिने कार्यक्रममा सम्झना समर्पण भनेर गरिन्थ्यो प्रायः गरेर लोकगीतका कार्यक्रम र आधुनिक कार्यक्रममा म्यासेज गरिन्थ्यो हो अनि आफ्नो एकदम मनपर्ने साथीहरूको नाम हामीले उल्लेख गर्थ्यौँ हामीले त्यही पर्वत एफएममा भर्खर स्थापना भएको थियो रेडियो पर्वत एफएम त्यस पछाडि चाहिँ म गाउँबाट चाहिँ त्यसमा म्यासेज पठाउँथेँ अनि साथीहरूले पठाउँदै गर्दा त्यो नियमित सुनिन्थ्यो त्यस पछाडि अरू पर्वतका अरू एफएमहरू भए बागलुङका धौलागिरी एफएम सयपत्री एफएमदेखि लिएर पर्वतकै शालिग्राम एफएम दिदीबहिनी एफएमदेखि धेरै एफएमहरू भए त्यस पछाडि म त्यसपछि चितौन झरिसके पछाडि चाहिँ म आफै सुरुमा केही दिन चाहिँ भरतपुर एफएममा गएँ त्यस पछाडि कालिका एफएम तथा कालिका टेलिभिजन मेरो यो पत्रकारिताको विश्वविद्यालय नै भयो त्यहाँ जब प्रवेश गरेँ त्यहाँ प्रवेश गरिसके पछाडि चाहिँ त्यो ठुलो टिममा
र एउटा प्रतिष्ठित सञ्चार गृहमा काम गर्दै गर्दाखेरि चाहिँ म छोटो समयमा धेरै ज्ञान हासिल गरेर नेपाली रेडियो नेटवर्कको समाचार शाखामा एक महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने हदसम्म आउन म सफल भएँ। यो भनेको तपाईँले अगाडि भने जस्तै हामी निरन्तरको लगाव, निरन्तरको मेहनत र हामीहरू अगाडि बढ्दै जाँदै गर्दा त्यो उत्साह हुटुटीले गर्दा नै यहाँ ल्याउँदो रहेछ। र न्युज बेसमा समाचार शाखामा र अन्तर्वार्ताको सेक्टरमा काम गर्दै गर्दाखेरि चाहिँ यो आवाजदेखि लिएर निखारपनदेखि लिएर अनि हुटुटीदेखि लिएर हरेक क्रियाकलापमा चाहिँ यसले महत्त्वपूर्ण योगदान दिँदो रहेछ। महत्त्वपूर्ण पक्कै पनि यहाँको जुन साथ समर्थन हौसलाको लागि यहाँ आइदिनु भयो, धेरै कुराकानी गरिदिनु भयो, सबै कुरा साटासाट गरिदिनु भयो, यसको लागि धन्यवाद दिन चाहन्छु। अब कार्यक्रम अगाडि बढाउनुपर्छ। दीपक सर आउनु भएको छ। पक्कै पनि तपाईँलाई यो कार्यक्रममा जाँदा जाँदै मैले के भन्न चाहेँ भने यो 100 आवर म्याराथन टक सो यो एउटा गौरव पौडेलको मात्र विषय नभएर यो सिङ्गो नेपाल र नेपालीको गौरवको कुरा हो। यो गौरवलाई हामी सबैले महत्त्वका साथ लिनुपर्छ र तपाईँले जुन यो जेनजी आन्दोलन पछिको परिस्थितिलाई संस्थागत गर्नका लागि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै हुनुहुन्छ, यसको लागि तपाईँलाई शुभकामना पनि दिन्छु। र जाँदा जाँदै जुन जेनजी आन्दोलन पछि देशको जुन परिस्थिति छ यो विषम परिस्थितिलाई निकास दिनका लागि आम जनमानसमा, आम जनताहरूमा एकमात्र विकल्प आम निर्वाचनको छ। सरकारले पनि आगामी फागुन 21 गतेका लागि निर्वाचनको मिति तय गरेर अगाडि बढ्दैछ। यो निर्वाचनलाई सफल बनाउनका लागि र देशलाई राजनीतिक सङ्कटबाट, आर्थिक सङ्कटबाट, हरेक प्रकारका सङ्कटबाट निकास दिनका लागि निर्वाचन नै सबैभन्दा पहिलो विकल्प हो। यसका लागि सबैजना जुट्नुको उपाय छैन। सबै राजनीतिक दलहरू यसमा आबद्ध हुनै जरुरी छ र राजनीतिक दलहरूबाट आउने नयाँ जनादेशको सरकार, जननिर्वाचित सरकार पनि यस्तो आओस् जेनजी आन्दोलनको मूल मर्म भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने त्यो प्रकारको सरकार आओस्। जेनजी आन्दोलनको यो जुन त्याग बलिदानी छ यसलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरोस्। विगतदेखि अहिलेसम्म आएका व्यवस्थाहरू जति पनि छन् विगतलाई हामीले अनुभवको पाटोमा ल्याउँ, त्यसलाई कुनै पनि दोषारोपण नगरौँ, जति भए अनुभवबाट ल्याउँ र आगामी दिनमा ती अनुभवलाई सदुपयोग गर्दै अगाडि बढ्ने माहौल मिलोस्। र हरेक पटक मैले भन्दै आउने जुनसुकै व्यवस्था आए पनि लोकतन्त्रको उन्नत लोकतन्त्र बाहेक अन्य कुनै पनि उचित विकल्प छैन र जुन व्यवस्था भए पनि व्यवस्थापन सही हुनुपर्छ, व्यवस्थापन सुदृढ हुनुपर्छ। आम नेपालीहरूले आफ्नै देशभित्र सुख शान्तिका साथ ढुक्क तरिकाले परिवारसँग बसेर परिवारमा व्यतीत गर्न, समय व्यतीत गर्न पाइयोस्। यो भन्दै तपाईँको यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्छु। मलाई विश्वास छ गौरव पौडेलले 100 आवर म्याराथन टक सोबाट 100 आवर मात्रै होइन त्यसभन्दा धेरै माथि जान सक्ने सामर्थ्य मिल्नेछ। यो ऊर्जा तपाईँको फेसमा देखिरहेको छु। तपाईँलाई शुभकामना छ। धन्यवाद, नमस्कार। 100 आवर म्याराथन टेलिभिजन टक सोको यो निरन्तर संवादमा देशका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूसँग कुराकानी गरिरहेका छौँ र सुरुवातीदेखि भन्दै आएको कुरा भुइँमान्छेदेखि माथिल्लो तहका व्यक्तित्वहरू, पत्रकार, कलाकार